गाइस आज म स्टम्बल गाइस खेल्न जाँदैछु र म अहिले स्टम्बल गाइसमा स्टेजहरु कम्प्लिट गरेर फर्स्ट हुन्छु किन हेरौँ। ल अब मैले गरिदिए स्टार्ट। ल अब मलाई कुन म्याप पर्छ हेरौँ। र अहिले म्याप पनि घुम्दैछ र मलाई यहाँ आइस हाइट्स भन्नेवाला म्याप परेको छ। आउनुस् यो म्यापले कम्प्लिट गरौँ र अर्को म्यापतिर बढौँ। ल गाइस अहिले त हामी कम्प्लिट गर्दै छौं यो म्याप र म यहाँ धन्नैले मोरल आए तर म बाचे। ल ल ल यहाँबाट तोपको गोलाबाट आइस फाल्ने रहेछ। तोपबाट आइसको गोला फालिरहेछ र गाइस यो लेभल त हार्ड रहेछ तर मैले कटाइदिए फर्स्ट ट्राइमै र अहिले यहाँ म चिप्लिँदै जान्छु। ल गाइस यहाँबाट म बाउन्स खान्न जम्प हानेर जान्छु सिधा र मैले सबभन्दा सुरुमा कम्प्लिट गरेँ र मैले 38.56 सेकेन्डमा कम्प्लिट गरेको छु यो पुरै म्याप। अब हेर हामी अरूलाई र गाइस यो केटीहरूले यहाँबाट जम्प हान्न खोजी थिए तर जम्प हान्न सकिनी र यो डाइनोसरले पनि जित्यो र 12 जना यो गेम जितिसकेन् र यहाँ पनि राउन्ड ओभर भइसक्यो। अब यहाँ 24 जनाबाट 12 जना खसिसकेन्। अब 12 जना मात्र क्वालिफाई भएन्। अब हामी जाम अर्कोमा। गाइस अब फेरि अर्को म्याप लोडिङ हुँदैछ र यहाँ मलाई यो म्यापको नाम हो बोबिट पुस भन्ने नामको छ गेम यहाँ म्याप। अब जाम हामी यो म्यापहरु कम्प्लिट गर्न। गाइस हामीलाई त यो पुस गर्न परेछ तर मैले गर्न परेको छैन किनकि यिनीहरूले गर्दैछन् र म यहाँ धन्नैले च्यापिएन। जाम अरूहरु कम्प्लिट गर्न। गाइस म यो गेममा क्वालिफाई हुन्छु कि नै हेरौँ है। ल म माथि आएँ। गाइस अब हामी त यहाँबाट बाच्नु परेको रहेछ। म बाच्छु किन हेरौँ। गाइस नै म त खसे म यहाँबाट माथि जाने ट्राई गर्छु। यहीँबाट जान्छन् क्या माथि। गाइस म त यहाँ माथि जानै सकेको छैन। गाइस मलाई बल्ल थाहा भयो पछाडिबाट जाने छ माथि। गाइस अब फेरि कम्प्लिट गरौँ। गाइस यहाँ त फेरि खसे म र यहाँ 4 जनाले क्वालिफाई गरिसकेन्। 5 जनाले भयो र म यहाँ एलिमिनेट भएँ। बाइ बाइ।